हेलो गाइज एभ्रिवान नमस्ते। म सहरिया बुहारीको शिशिर यानि कि विक्रम साई ठकुरी अनि हाम्रो इन्द्रे हुनुहुन्छ हैन। हामी सहरिया बुहारीको यहाँ सुटिङ गर्ने ठाउँमा आएका थियौँ। अनि सुटिङ हुँदै गर्दा एउटा कथाले मागिसकेपछि तर मैले बोक्नु पर्ने हैन गाइज। अब आउने भागमा कसले बोक्छ त? इन्द्रेले बोकेको हुनेछ। अहिले इन्द्रेको घाँस मैले सहयोग गरेको हो। यस्तो इन्द्रेले बोक्छ कि शिशिरले बोक्छ भन्ने कुरा चाहिँ त्यो भिडियो आएपछि थाहा हुन्छ है। भिडियो आएपछि थाहा हुन्छ। अनि अरू गाइस यस्तै हो हैन। हाम्रो अब के अरे कथाले मागिसकेपछि जे पनि गर्न हामी चाहिँ एकदमै हुन्छ नि तयार हुन्छौँ। उहाँ सरको हातमा के छ? रिफ्लेक्टर छ। फेरि यस्तो त पुरै यहाँ जङ्गली यस्तो जङ्गलमा हो हामी आएको। ठुलो जङ्गल छ यहाँ। ए तर एकदम मिठो हावापानी छ। बवाल छ है सर। बवाल छ। जो अक्सिजन पनि राम्रो आइरह। हाम्रो सर पनि एकदमै हुनुहुन्छ नि। हाम्रो हितैषी मेरो हितैषी साथीदेखि लिएर अहिले फेरि सहरिया बुहारीमा सँगै खेलिरहेका छौँ हामी हैन। अब जस्तो रोल भयो, जस्तो कथाले माग्यो, जस्तो क्यारेक्टर भयो त्यस्तै हामीले गरिरहेछौँ गाइज हैन। जे होस् भिडियो हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र मेरो विक्रम ठकुरी युट्युब च्यानल पनि छ। के भन्नुहुन्छ यार एकछिन भनिदिनु न। विक्रम सिंह ठकुरी युट्युब च्यानललाई लाइक शेयर कमेन्ट र सब्सक्राइब गर्नु होला। र हामीले यसरी नै भ्लग बनाइरहन्छौँ। फेरि यस्तो भ्लगहरू हेर्नलाई, सुटिङ रिपोर्ट हेर्नलाई चाहिँ विक्रम सिंह ठकुरीको चाहिँ सिंह छैन, ठकुरी मात्र। विक्रम सिंह छैन है फेरि। विक्रम ठकुरीको युट्युब च्यानललाई सब्सक्राइब गर्नु अनि सहरिया बुहारीलाई पनि हेर्न नबिर्सिनु होला। ल गाइज त्यस्तै हो। हामी चाहिँ जस्तो भए पनि हामी एकदमै मिल्ने साथी हो है। फेरि मिल्ने साथी पनि ह्यान्डसम पनि छौँ नि हामी फेरि। ल गाइज अन्तिमसम्म हेरिदिनु होला हैन। अनि माया गरिदिनु होला। जोस् मेरो तपाईँहरूको मायाले गर्दा 1-1.5 महिनामा युट्युब च्यानल मोनिटाइज भएर पनि पैसा आउने भएको छ गाइज हैन। हामीलाई एउटा भगवान रूपी दर्शकबिनहरूले गर्ने माया नै यही हो। हामीलाई चाहिने नै यही हो हैन। हामीलाई केही दिन पर्दैन, केही गर्न पर्दैन। हामीलाई यति माया गरिदिए पुग्छ। धेरै नै खुसी छौँ हामी। अब म यो घाँस चाहिँ यहाँ यिनीहरूलाई दिन्छु हैन। उहाँबाट ल्याएको सुटिङमा मागेको थिएँ, तर घाँस अब यहाँ झ्याम्म पारेर हाल्छु है। ल नाम्लो खोल्नु पर्यो गाइज। हाम्रो यहाँ सरले पुरै सघाइराख्नुहुन्छ क्या जे पनि होइन काम गर्नमा। यहाँ पुरै यति बाख्रा पनि छ हाम्रो होइन पालेको छ। इन्द्रे यहाँ आएर हामीलाई पुरै सघाइराख्नु भयो। अब के हुँदैछ पछि के हुन्छ भन्ने हो अब होइन। ट्विस्ट छ के हुन्छ भने थाहा छैन, तर जे सघाउनलाई त हेर्नु न पुरै अलि यो त हाम्रो धेरै रहेछ यार घाँस। ल बाख्राले खाँदैछ घाँस। ल बाख्राहरू पार्टी इन्जोय त पार्टी इन्जोय। अहिले फेरि यो यो घाँस हाल्छन् कि नै यार। अहिले सबै मरिदियो भने अनि हुन्छ हो साँच्चै भयो। छोडिदिनु यस्तै छोडिदिनु होइन भयो केही पर्दैन कि त्यति त पर्दैन। छोडिदिनु खाँदैन होला लौदा। ल गाइज होइन त्यस्तै हो। फेरि अर्काको होइन बाख्राहरू जति जे भए पनि हाम्रो अब हाल्दै गर्दा च्वाट्टै मरिदियो भने त गाह्रो हुन्छ नि त यार होइन। फेरि हामी टाढा हुन्छौँ। हाम्रो यहाँ हाम्रो घरबेटी दाइ हेलो हाई गरिदिनु। हाम्रो घरबेटी दाइ हाम्रो घरको कुखुरा भालेडन अनि यस्तो यो गाई होइन। तर राम्रो जान्छ भ्युज यार मेरो गइरह अहिले। सबैले माया गरिदिनु भयो। दामी छ नि त। सबैले माया गरिदिनु भएको छ, खुसी लाग्छ। हिजो बेलुका पनि एउटा भिडियो हालेको थिएँ, त्यो पनि ठिकै गएको छ। अनि अस्ति हालेको थिएँ, अस्ति हालेको भिडियोमा कति 24,000 हो कि कतिले गर्नु भएको छ, माया गर्नु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद होइन। उताको ल्याउनु अहिले यता ल्याउनु होइन। उताको हो तर ल्याउनु न अहिले यता। अब यो गाइज हाम्रो मधु भाउजूको घर यो है। फाइनल्ली हाम्रो यहाँ भित्र हुनुहुन्छ अहिले, घरभित्र सुटिङ भइरहेछ। अनि हामी चाहिँ जङ्गलबाट आएको फाइनल्ली। ल गाइज अन्तिमसम्म भिडियो हेर्नु होला भन्दै। यहाँ यसरी सुटिङ हुँदैछ है हाम्रो। अनि यता हेर्नु न फेरि बाउको यहाँ मधुको बाउको चाहिँ यहाँ छुट्टै रमाइलो हुँदैछ है गाइज। ल हेर्नुहोस् ए मधुका बाउ चाहिँ पुरै यो गाँजाबारी हो क्या। गाँजाबारीमा इन्जोय गरिराख्ने त। ल हेर्नुहोस् यहाँ यसरी इन्द्रे सर, बसन्ते सर, सौतिनी आमा सब सुटिङ भइरह्यो। यहाँ चाहिँ भाउ ल
हाम्रो सुटिङ भनेको सहरिया बुहारीको यसरी हुने हो कि रमाइलो हुँदैछ है गाइस रमाइलो हुँदैछ यतातिर गाजाको पात छोडेर रमाइरहेको अनि यता चाहिँ हाम्रो यस्तो हुँदैछ यहाँ मान्छेहरू पनि टन्नै बसिरहेको छन् सुटिङ हेर्नलाई कुखुराहरू पनि पालेका छन् यता सो गाइज हेर्दै गर्नु यस्तै हो ल गाइज यस्तै हो होइन यहाँ काकाको र इन्द्रेको सुटिङको बेला हो यो होइन ल काकाको तबाट आएँ काका भनौँ कि मेरो बाउ भनौँ होइन उताबाट आएँ त्यो काखमा बसेर इन्द्र एक्लै बसिरहेको छ इन्द्रलाई बोलाएँ ट्याक्क बसेँ बस होइन यस्तै गाइस ल सुटिङ भइरहेको छ हेर्नु न है हेलो गाइज ल आज हाम्रो फर्स्ट दिनमा होला सायद सहरिया बुहारीको सुटिङ छिट्टै सकेर हामी घरतिर जाँदैछौँ गाइज होइन अनि चाहिने जो अब के भयो कस्तो भयो भन्ने बाँकी कुराहरू त मेरो युट्युबमा आइहाल्छ होइन अनि मेरो ठुली आमा के छ हालको सन्चै भइबक्सिन्छ एकदमै सन्चै छु मेरो ठुली आमा एकदम सबभन्दा छिटो सहरिया बुहारीको सुटिङ सिद्धिएको आजै हो अनि म कति माया गरेको शिशिरले ठुली आमालाई भन्नुहुन्थ्यो नि ए ठुली आमा भर्खरको हुनुहुन्छ कि ठुली आमा हाम्रो फेरि फेसनले हो नि त फेरि बुढी हुने त हैन र हो यस्तै गाइज यहाँ इन्द्र कहाँ गयो इन्द्र ऊ पछाडि आउँदैछन् इन्द्र आउँदै हुनुहुन्छ हाम्रो अनि अरू के छ गाइज सबै सन्चै हुनुहुन्छ होला होइन हामी पनि सन्चै छौँ अनि रमाइलो तरिकाले सुटिङ हुन्छ हाम्रो त होइन यस्तो ठाउँ छ माथि त आउनुपर्छ त्यो चाहिँ गाइज होइन मेरो चाहिँ गाई चाहिँ बिहानदेखि थप्प बसिरहेको छ मलाई पुरै ल गाइज यस्तै हो होइन हाम्रो यहाँ बसन्ते सर हुनुहुन्छ अनि त्यसपछि गएर यहाँ मधुजी हुनुहुन्छ मधु मालिकनी अनि ठुली आमा भइहाल्नु भयो हाम्रो बसन्ते सर हेलो हेलो अनि पछाडि इन्द्रे सर अनि बसन्ते सर हुनुहुन्छ हाम्रो बसन्त सर फेरि बोल्नु भएको थियो कि कस्तो भइदियो भने यहाँनिर होइन यो साउन्डै अफ गर्नु पऱ्यो क्या मैले बोलेको सबै यताउता कि कसो भएको भने यो होइन अनि उहाँ सर बोल्दाखेरि ठ्याक्कै भित्र पसलमा बसेको मान्छेले अनि अर्कै गीत बजाइराख्नु भएको थियो कि होइन अनि कपिराइट हान्देला फेरि अनि आफूलाई नै उला पिर परेर के साउन्डै हटाइदिएँ कि मैले बिचरा बसन्ते सर बोल्नु भएको थियो होइन अनि पछि पनि फेरि फर्केर आएर बोल्नु भएको थियो होइन त्यो साउन्ड हटाउनु चाहिँ बाध्य भयो ठुली आमा आएर पनि बोल्नु भएछ होइन अनि जे होस् यस्तै यो गाइज ल भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद है सबैजनालाई धेरै धन्यवाद।